नमस्कार सबैलाई। आजको भिडियोमा कक्षा 8 को विज्ञान तथा प्रविधि विषयको एकाइ 2 सूचना तथा संचार प्रविधि अन्तर्गत सम्पूर्ण अभ्यास प्रश्नहरूको समाधान लिएर आएको छु। सूचना प्रविधिले हाम्रो जीवनलाई कसरी सरल बनाएको छ? इन्टरनेट, कम्प्युटर नेटवर्क, साइबर सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरू के हुन्? यदि यी प्रश्नहरूको उत्तर खोज्दै हुनुहुन्छ भने सही ठाउँमा आउनु भएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि हरेक प्रश्नको उत्तर तपाईलाई परीक्षामा मात्रै होइन दैनिक जीवनमा पनि उपयोगी हुनेछ। अभ्यास अन्तर्गतको 1 नम्बरमा भनेको छ सही उत्तर छनौट गर्नुहोस्। प्रश्न क सेट टप बक्स एसटिबी को मुख्य काम कुन हो? सही उत्तर यी माथिका सबै। किनभने सेट टप बक्सले डिजिटल सिग्नल प्राप्त गर्छ, त्यसलाई डिकोड गर्छ र अन्ततः टेलिभिजन च्यानललाई डिस्प्ले गर्छ। प्रश्न ख वेबसाइटको निश्चित ठेगानालाई के भनिन्छ? सही उत्तर URL। किनभने URL अर्थात् युनिफर्म रिसोर्स लोकेटर ले वेबसाइटको ठेगाना जनाउँछ, जसले इन्टरनेटमा कुनै पनि वेब पेज फेला पार्न मद्दत गर्छ। प्रश्न डिजिटल हस्ताक्षर र फिङ्गरप्रिन्ट इन्टरनेट सुरक्षाको कुन उपाय अन्तर्गत पर्छ? सही उत्तर अप्रमाणीकरण। किनभने प्रमाणीकरण अथेन्टिकेसन भनेको प्रयोगकर्ताको पहिचान प्रमाणित गर्ने प्रक्रिया हो, जसमा डिजिटल हस्ताक्षर, फिङ्गरप्रिन्ट, पासवर्ड जस्ता उपायहरू प्रयोग गरिन्छ। प्रश्न छ क्लाउड कम्प्युटिङको फाइदा तलका मध्ये कुन हो? सही उत्तर ग्लोबल स्केल। किनभने क्लाउड कम्प्युटिङले संसारभरका प्रयोगकर्ताहरूलाई जहाँसुकैबाट डेटा पहुँच गर्न र सेवाहरू प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ। प्रश्न डिजिटल हस्ताक्षर र फिङ्गरप्रिन्ट इन्टरनेट सुरक्षाको कुन उपाय अन्तर्गत पर्छ? सही उत्तर अप्रमाणीकरण। किनभने प्रमाणीकरण अथेन्टिकेसन भनेको प्रयोगकर्ताको पहिचान प्रमाणित गर्ने प्रक्रिया हो, जसमा डिजिटल हस्ताक्षर, फिङ्गरप्रिन्ट, पासवर्ड जस्ता उपायहरू प्रयोग गरिन्छ। प्रश्न छ क्लाउड कम्प्युटिङको फाइदा तलका मध्ये कुन हो? सही उत्तर ग्लोबल स्केल। किनभने क्लाउड कम्प्युटिङले संसारभरका प्रयोगकर्ताहरूलाई जहाँसुकैबाट डेटा पहुँच गर्न र सेवाहरू प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ। प्रश्न 2 मा भनेको छ फरक छुट्याउनुहोस्। क प्रिन्टर र स्क्यानर। प्रिन्टर कम्प्युटर वा अन्यत्रमा डिजिटल रूपमा भण्डारण गरिएका डकुमेन्टलाई कागजमा छाप्न प्रयोग गरिन्छ। स्क्यानर कागजमा छापिएका कुनै चित्र वा पाठ सामग्रीलाई डिजिटलाइज गरी कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिन्छ। प्रिन्टर एउटा आउटपुट डिभाइस हो, किनभने यसले कम्प्युटरबाट प्राप्त जानकारीलाई भौतिक रूपमा कागजमा निकाल्छ। स्क्यानर एउटा इनपुट डिभाइस हो, किनभने यसले कागजमा रहेको जानकारीलाई डिजिटल रूपमा कम्प्युटरमा पठाउँछ। प्रश्न ख सर्च इन्जिन र वेबसाइट। सर्च इन्जिन वर्ल्ड वाइड वेब मार्फत सूचना खोजी गर्ने एउटा सञ्चार प्रोग्राम हो। वेबसाइट विभिन्न वेब पेज संकलन गरिएको एउटा केन्द्रीय संस्था हो। सर्च इन्जिन कुनै पनि विषयमा जानकारी प्राप्त गर्न उक्त विषयसँग सम्बन्धित वेबसाइटको ठेगाना पत्ता लगाउन सर्च इन्जिनको प्रयोग गरिन्छ। वेबसाइट विभिन्न संस्था सम्बन्धी जानकारी वा सूचना पाउन वेबसाइटको प्रयोग गरिन्छ। प्रश्न ग भर्चुअल वास्तविकता र कृत्रिम बुद्धिमत्ता। भर्चुअल वास्तविकता VR। भर्चुअल वास्तविकता कृत्रिम वातावरण विकास गर्ने कम्प्युटर प्रविधि हो। कृत्रिम बुद्धिमत्ता NI। कृत्रिम बुद्धिमत्ता एउटा उदीयमान प्रविधि हो। भर्चुअल वास्तविकता VR यसलाई शिक्षा, खेलकुद, चिकित्सा आदि क्षेत्रमा प्रयोग गरिन्छ। कृत्रिम बुद्धिमत्ता AI यसलाई खगोल विज्ञान, स्वास्थ्य सेवा, सामाजिक मिडिया आदि क्षेत्रमा प्रयोग गरिन्छ। प्रश्न ग कम्प्युटर आचार संहिता र साइबर कानून। कम्प्युटर आचार संहिता। कम्प्युटर आचार संहिता भनेको कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियम पालना गर्नु हो, जस्तै कम्प्युटरको गोपनीयता भङ्ग गर्नु। साइबर कानून। साइबर कानून भनेको इन्टरनेटका तत्त्व जस्तै कम्प्युटर, सफ्टवेयर, हार्डवेयर र सूचना प्रणालीसँग सम्बन्धित कानूनको क्षेत्र साइबर कानून हो, जस्तै कम्प्युटरको गोपनीयता भङ्ग गरेकोमा सजाय पाउनु। प्रश्न रोबोटिक मानव र मानव। रोबोटिक मानवमा मेसिनहरू जडान गरिएका हुन्छन्। मानवमा कुनै मेसिनहरू जडान गरिएको हुँदैन। रोबोटिक मानवलाई मानिसहरूले जस्तो मस्तिष्कमा बनाएका हुन्छन् उस्तै काम गर्छ। मानिसको मस्तिष्क तर यस्तो हुँदैन। अब हामी हेर्दैछौं प्रश्न नम्बर 3। प्रश्न नम्बर 3 मा भनेको छ तलका प्रश्नको उत्तर दिनुहोस्। प्रश्न क एटीएम कस्तो प्रविधि हो?
यसका महत्त्वपूर्ण कार्य लेख्नुहोस्। उत्तर: एटीएम एक इलेक्ट्रोमेकानिकल प्रणाली हो। यसले ग्राहकलाई छिटो, सजिलो र स्वचालित सेवा प्रदान गर्दछ। एटीएमका मुख्य कार्यहरू हुन्: नगद झिक्न, नगद जम्मा गर्न, बिल भुक्तानी गर्न, खाताबाट खातामा पैसा स्थानान्तरण गर्न। यसले बैंकिङ प्रक्रियालाई छिटो र सहज बनाएको छ। प्रश्न ख, फोटोकपी मेसिनका विभिन्न भागको सूची तयार पार्नुहोस्। उत्तर: फोटोकपी मेसिनमा धेरै महत्त्वपूर्ण भागहरू हुन्छन्। तीमध्ये मुख्य भागहरू यस्ता छन्: फ्युजर, टोनर, कोरोना तार, लाइट सोर्स बत्ती र लेन्स। यी भागहरूले मिलेर फोटोकपी मेसिनलाई सही तरिकाले काम गर्न मद्दत गर्छन्। प्रश्न ग, प्रिन्टर के हो? यसको काम छोटकरीमा उल्लेख गर्नुहोस्। उत्तर: प्रिन्टर एक आउटपुट डिभाइस हो जसले कम्प्युटरमा रहेको इलेक्ट्रोनिक डाटालाई हार्ड कपीमा परिणत गर्छ। यसको मुख्य काम पाठ्य सामग्री तथा फोटो छाप्ने हो। प्रश्न ग, सर्च इन्जिन भनेको के हो? उदाहरणसहित यसको आवश्यकताबारे प्रकाश पार्नुहोस्। उत्तर: सर्च इन्जिन भनेको www मार्फत सूचना खोज्ने एउटा सञ्चार प्रोग्राम हो। यसको आवश्यकता अत्यधिक छ किनकि कुनै पनि विषयमा जानकारी प्राप्त गर्न सम्बन्धित वेबसाइटको ठेगाना पाउन सर्च इन्जिन आवश्यक पर्छ। उदाहरणहरू: गुगल, बिङ, याहू। प्रश्न: आईएसपीका मुख्य विशेषताहरू लेख्नुहोस्। उत्तर: आईएसपीका मुख्य विशेषताहरू निम्न छन्। एक आईएसपीले द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्छ। 2 धेरै आईएसपीले फिशिङ, मालवेयर जस्ता समस्या विरुद्ध सुरक्षा सुविधा दिन्छ। 3 केही आईएसपीले वेब होस्टिङ सेवा पनि प्रदान गर्छन्। प्रश्न च, सोशल मिडियाका अवसर र फाइदा उल्लेख गर्नुहोस्। उत्तर: सोशल मिडियाका अवसरहरू। साथीहरू, सोशल मिडिया अहिलेको डिजिटल युगमा धेरै कुराहरूको अवसर बनेको छ। यसका केही प्रमुख अवसरहरू यस्ता छन्: नेटवर्किङ, मानिसहरू एक आपसमा जडान हुने मौका पाउँछन्। जानकारी, नयाँ कुराको जानकारी तुरुन्तै पाउन सकिन्छ। निशुल्क, धेरैजसो सेवा नि शुल्कमा उपलब्ध हुन्छ। व्यापारिक अवसर, आफ्नो व्यापार प्रवर्धन गर्न सकिन्छ। सामाजिकरण अवसर, साथीभाइ, परिवारसँग निरन्तर सम्पर्क रहन्छ। विदेशी भाषा र संस्कृति अवसर, संसारभरिका भाषा र संस्कृतिबारे सिक्ने अवसर मिल्छ। सोशल मिडियाका फाइदाहरू: ए, नयाँ जानकारी प्राप्त गर्न सकिन्छ। बी, लाइभ भिडियो हेर्न सकिन्छ। सी, भिडियो र अडियो कल गर्न सकिन्छ। डी, फिल्म, गीत, कार्टुन आदि मनोरञ्जन हेर्न सकिन्छ। यी सोशल मिडिया प्रयोग गरेर पैसा कमाउने अवसर पनि हुन्छ। प्रश्न छ, साइबर अपराध भनेको के हो? साइबर अपराधका रूप के हुन्? उत्तर: इलेक्ट्रोनिक माध्यमबाट कसैको प्रतिष्ठामा हानि पुर्याउने, शारीरिक वा मानसिक आघात निम्त्याउने व्यक्ति समूह विरुद्ध हुने कुनै पनि अपराधलाई साइबर अपराध भनिन्छ। साइबर अपराधका सामान्य रूप: पहिचान चोरी, साइबर बुलिङ, ह्याकिङ, मानहानि, साइबर आतंकवाद। प्रश्न ज, इन्टरनेट सुरक्षाका खतरा र यसबाट बच्ने उपाय उल्लेख गर्नुहोस्। इन्टरनेट सुरक्षाका खतरा: कम्प्युटर वर्म, फिशिङ, स्प्याम, बोटनेट, मालवेयर। यसबाट बच्ने उपाय निम्न छन्: सुरक्षित ब्राउजर चयन, प्रमाणीकरण, इमेल सुरक्षा, फायरवालको प्रयोग। प्रश्न ज, कम्प्युटर आचार संहिता भनेको के हो? उत्तर: कम्प्युटर आचार संहिता भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमको पालना गर्नु हो। प्रश्न न, कृत्रिम बुद्धिमत्ता, आर्टिफिशियल इन्टेलिजेन्स भनेको के हो? यसका महत्त्वपूर्ण उद्देश्य लेख्नुहोस्। उत्तर: कृत्रिम बुद्धिमत्ता एउटा उदीयमान प्रविधि हो जसले मेसीको प्रयोगबाट बुद्धिमत्ता, मानवीय क्षमतालाई बुझेर कार्य गर्न सक्छ। यसको महत्त्वपूर्ण उद्देश्य मानवको दिमागले जसरी काम गर्छ त्यसरी काम गर्नु हो। प्रश्न त, रोबोटिक्स भनेको के हो? रोबोटले गर्ने केही महत्त्वपूर्ण कार्य उल्लेख गर्नुहोस्। उत्तर: रोबोटिक्स कम्प्युटर विज्ञान र इन्जिनियरिङको एक अन्तरशाखा हो जसले मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिकल इन्जिनियरिङ लगायत गणितका क्षेत्रलाई समेत एकीकृत गर्छ। यसका महत्त्वपूर्ण कार्य: आगलागी नियन्त्रण गर्न, कलकारखानामा मानिससँगै गर्न र अटोमोबाइल जस्ता साधन बनाउन, वर्तमान समयमा अनलाइनबाट अर्डर गरिएका सामानको डेलिभर गर्न, खतरनाक परिस्थिति जस्तै बाढी, पहिरो, भूकम्पको समयमा विचलित नभई काम गरी मानव जीवन बचाउन। प्रश्न छ, भर्चुअल वास्तविकता, भर्चुअल रियालिटी भनेको के हो?
यसका क्षेत्रहरू लेख्नुहोस्। उत्तर भर्चुअल रियालिटी कृत्रिम वातावरण विकास गर्ने कम्प्युटर प्रविधि हो। भर्चुअल वास्तविकतामा मानव चेतना जस्तै दृष्टि गन्ध नक्कल गरेर कम्प्युटरलाई कृत्रिम संसारमा प्रवेशद्वारका रूपमा सेवा गर्नका लागि डिजाइन गरिएको हुन्छ, जसलाई भर्चुअल वास्तविकता भनिन्छ। यसका क्षेत्रहरू निम्न छन्: शिक्षा क्षेत्रमा, खेलको क्षेत्रमा, मानसिक स्वास्थ्यको क्षेत्रमा, फेसनको क्षेत्रमा, वास्तुकलाको क्षेत्रमा। प्रश्न ड क्लाउड कम्प्युटिङ भनेको के हो? यसका कुनै दुई सेवा लेख्नुहोस्। उत्तर क्लाउड कम्प्युटिङ भनेको इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ सेवा हो। यसका कुनै दुई सेवा निम्न छन्: कम लागत ग्लोबल स्केल। प्रश्न ड हार्ड कपीलाई सफ्ट कपीमा रूपान्तरण गर्ने उपकरण कुन हो? उत्तर हार्ड कपीलाई सफ्ट कपीमा रूपान्तरण गर्ने उपकरण स्क्यानर हो। प्रश्न न समुदायमा आधारित अन्तर्क्रिया सामग्री साझेदारी र सहयोगका लागि समर्पित अनलाइन सञ्चार च्यानलको सामूहिक रूपलाई के भनिन्छ? उत्तर समुदायमा आधारित अन्तर्क्रिया सामग्री साझेदारी र सहयोगका लागि समर्पित अनलाइन सञ्चार च्यानलको सामूहिक रूपलाई सोशल मिडिया भनिन्छ। प्रश्न त अनैतिक माध्यमबाट वेबसाइट वा कम्प्युटर नेटवर्क बन्द गर्ने वा दुरुपयोग गर्ने कार्यलाई के भनिन्छ? उत्तर अनैतिक माध्यमबाट वेबसाइट वा कम्प्युटर नेटवर्क बन्द गर्ने वा दुरुपयोग गर्ने कार्यलाई साइबर अपराध भनिन्छ। प्रश्न थ एक कम्प्युटरबाट अर्को कम्प्युटरमा प्रतिलिपि बनाउने सफ्टवेयर प्रोग्रामको नाम के हो? उत्तर एक कम्प्युटरबाट अर्को कम्प्युटरमा प्रतिलिपि बनाउने सफ्टवेयर प्रोग्रामको नाम कम्प्युटर वर्म हो। प्रश्न ड साइबर अपराध र उत्पीडन विरुद्ध लड्ने कानूनी रूपरेखालाई के भनिन्छ? उत्तर साइबर अपराध र उत्पीडन विरुद्ध लड्ने कानूनी रूपरेखालाई साइबर कानून भनिन्छ। प्रश्न द विस्तृत रूप लेख्नुहोस्। नम्बर 1 एटीएम अटोमेटेड टेलर मेसिन। नम्बर 2 www वर्ल्ड वाइड वेब। नम्बर 3 URL यूनिवर्सल रिसोर्स लोकेटर। नम्बर 4 वाईफाई वायरलेस फिडेलिटी। नम्बर 5 ISP इंटरनेट सर्विस प्रोवाइडर। नम्बर 6 AI आर्टिफिशियल इंटेलिजेंस। नम्बर 7 VR भर्चुअल रियालिटी। हामीले आज एकाइ 2 सूचना तथा संचार प्रविधि अन्तर्गत सम्पूर्ण अभ्यास प्रश्नहरूको उत्तर अध्ययन गर्यौं। आशा छ तपाईलाई यस भिडियोले ठूलो सहायता पुर्यायो। यदि यो भिडियो मन परेमा लाइक गर्न नबिर्सनुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र आगामी शैक्षिक सामग्रीहरू पाउन च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ ज्ञानको यात्रा यस्तै निरन्तर रहोस्। फेरि भेटौँला नयाँ भिडियोमा।